गाइस जिबाब र मिस्टर डी को कन्सर्ट हो आज फेरि सेकेन्ड चोटिमा जिबाबलाई ल्याउँदै छु त्यही भएर आज म धेरै खुसी छु अब चाहिँ हामी जान्छौँ ल अनि यो के हो यो चाहिँ सेल्फी जोन हो ल त फर्किनु त के होला बाबु यो थोरै त ल पारे हेरौँ त ल ल पऱ्यो है पऱ्यो झन् जाने यो ल यसलाई गिफ्ट दिएको छ बाबु गाह्रो सपिङ भयो अनि अङ्कललाई थ्याङ्क यू भन्नु परेन अब ल यहाँ चाहिँ है विभिन्न पाइन्ट साइड यता अग्रम बग्रम महोत्सवको अब नेक्स्ट चाहिँ गोकर्ण स्टलमा हुन्छ गोकर्णमा आउनु होला ल के भन्न चाहन्छ अनि भ्लग हेर्नु भएकोलाई लाइक कमेन्ट शेयर सब्स्क्राइब अनि यो भाइहरूलाई के भन्छ यो भाइहरू के खेल्दा फ्री फायर हो तिम्रो टोली हो पनि खेल्छु तिमी पनि खेल्छौ फ्री फायर हो नि यार ल आइपछि खेल्नु है त उसै एड रादिउ कसमा भेटेको तिमीले हेर त त्यो को अङ्कल थियो कसो परे सबैलाई स्वागत छ भन्दै हुन स्वागत छ युट्युब च्यानलको नाम के हो युवान महत CR7 युट्युब च्यानलमा स्वागत छ अलिक भात खास त बोले हुन्थ्यो ल ल ल यसो हाम्रो ल विश्वजीले यसो हाम्रो युवान महत युट्युब च्यानललाई चाहिँ सबैले लाइक कमेन्ट सेयर गरिदिनु होला सब्सक्राइब पनि गरिदिनु होला युवानको सबै एक्टिभिटिजहरू चाहिँ हेर्नलाई त्यो युट्युबमा गएर हेर्नु होला है त मेरो पनि त्यही हो हाम्रो भाइको युट्युब च्यानल सब्सक्राइब गर्नु होला अनि के बनाउँछ हेर्नु होला कमेन्ट गर्नु होला युवान महतको अफिसियल युट्युब च्यानललाई लाइक सब्सक्राइब है ओके शेयर एकदमै खुसी लाग्यो आज भक्तपुरमा आउन अवसर मिल्यो विशेष गरी This is a gift bought by Jiva from Barain, okay? Barain City ko gift ho for my brother Yuvan Mahot, dad fan of CR7. Let's go, baby. And this is a gift. This is a perfume. This is a gift. This is a gift for my brother. Please, take it, brother.
is alive. He's our little brother, I hope. His brother is alive. हाम्रो भाइ हो मेरो भाइ बबको भाइ बबको भाइ This is a gift bought by Bob from Bahrain. Fifth international show complete and राको अनि मैले मेरो भाइले गिफ्ट दिएर लागि है स्मेल गुड हुनुपर्छ बुझ्यौ थ्याङ्क यू के भन्ने This is a gift. This is a perfume from Bahrain. Yes, right, right. राम्रो पर्ने अनि बुझ्यौ स्मेल गुड हाम्रो यहाँको प्रबन्धन युवान महतको च्यानल हेर्नेहरूलाई के भनिदिन्छ अब युवत महत च्यानल हेरिरहेकोहरूलाई चाहिँ होइन म यो च्यानलमा बेला बेलामा मुख देखाउन आउँछु है पक्का म अरू काहीँको च्यानलमा आएको सुधा छैन नि होइन म यो च्यानलमा चाहिँ मुख देखाउन आउँछु बेला बेलामा सबजना हामीहरू चाहिँ एकजुट भएर थुप्रेर बस्ने है थुप्रेर बस्ने त्यहाँनिर जहिले पनि काम लाग्न सक्छ हामीहरूको सेनाहरू अट्याक भन्ने बित्तिकै बुझ्नु तर यहाँ थुप्रेर बस्ने म यो च्यानलमा बिचमा मुख देखाउन आउँछु अस्ति पनि आएँ म आज पनि आएँ अर्को पालि पनि आउँछु है म है सबजना यो च्यानललाई चाहिँ टक्कलाई के भन्छ नि सब्सक्राइब अनि सब्सक्राइब पछाडि टक्क त्यो नोटिफिकेसन अन गरेर बस्ने क्या यहाँनिर है यहाँ भिडियो आउने बित्तिकै टिलिङ घन्टी बस्ने बाहिर बस्ने है ओके अर्को वर्ष फेरि चैतबाट वैशाखसम्म यही हाराहारीमा फेरि 10औं संस्करणको साथमा यहाँहरूको बिचमा हामी उपस्थित हुनेछौँ भने हामी आज यो 9औं संस्करणलाई पिट मार्दैछौँ यो पिट मार्दै गर्दाको दिनमा यहाँहरूसँग हामी एकदमै स्पेसल म्युजिकल मोमेन्टहरू सेयर गर्न बिदा मागौँ भन्ने उद्देश्यका साथ आज हामी भक्तपुर साङ्गे जिरो फ्यानहरू मात्र हात ठाउँमा एउटा झाडो भयो जिरो फ्यानहरू मात्र हात पर्छ है ल जतिजना छ दाइदेखि गीत गाउनुपर्छ है अरू त निको बोकिरहेको छ मैले होइन भर्खर हाम्रो लेजेन्डरी दाइले गीत गाउनुभयो होइन हाम्रो चढेउडे दाइले गीत गाउनुभयो म चाहिँ उहाँहरूको फ्यान हो है उहाँ म जन्मेको थिइनँ होला उहाँहरूले म्युजिक गर्दा फेरि म रेस्पेक्ट गर्छु सबलाई है ल ओके है मैले फेरि त्यस खाना फेरि म बोल्दा बोल्दै बढी बोल्दैछु ल थप फ्यामिलीमा ट्र्याक बजाउँदा थाहा के भन्दा अब आमाले गाडे बाटो देखान मलाई बौलेरियातिर हाल्नु केही सिक भनेर सुसातिर जिम्मा किन्ने मलाई टेस भयो यो होइन यहाँ थप फ्यामिली ब्रदर घरमा म माइक चाहिँ गर्दैछु कि खासै माइक गरिदिनुहोस् है ठुलो जीव म भन्दा माथि उठ्ने होइन फेरि बाँधिछु तिम्रो जति हुँदैन तर खाएको तिमी मानेको एउटा खसी छिन्दै खाने जान खाएको भक्तपुर कस्तो भइरहेछ भक्तपुर कस्तो भइरहेछ भक्तपुर खै बबको फ्यानले हात उठाउँछ बबको फ्यानले यस्तो हो फेरि सुन यस्तो हुने फेरि हैन सुन यहाँ अपोजिट खुम्छ 10 जना बाँकी हात कमिला होइन तेरो साथीमा भ्याक कमिला हात्ती ठाल्ने आँटीमा हामी 10 जना भित्र एउटा हात्ती छ नाङ्लो ठट्टाइ
भइरहेछ आज कन्सर्ट युवानलाई जीवले के गरे लाइभ पनि खिचिरहेको बाबुले उहाँको लाइभ हेरिरहनु भएको 136 जाउँ अगाडि गएर भन यताबाट मात्र हल्ला आयो सो स्याड फ्रम I hope you will understand what is life, brother. Life is very hard, brother, but we have to survive. But we have to get sick from it all. Yeah. But we have to get sick from it all. Yeah. But we have to get sick from it all. अब कुन के अस्ति इज्जत कहाँ छ भने कोले सुनेछ ल भन नभए म मिलियनर लेभल टिभी र त म मिलियनर लेभलतिर बाबुलाई टिभीमा हानिदिन्छ नि त्यसमा हिँडिन्छ ल भन अस्ति इज्जत कहाँ छ कोले सुनेको छ ल भन अस्ति इज्जत कहाँ छ फेरि तिमीहरूले चान्स है कुन गीत बज्छ तिमीहरूको चोइसको हुन्छ है बुझेन अस्ति इज्जत कहाँ छ भएन ल पाउला फाइनली पेट भयो केटा हो एउटा सेलेक्ट गर्नु है ट्राई एकछिन मतलब कसैलाई टेक्दिन म भनेको मान्दिन कसैलाई तिमीहरूले गीत पनि थाहा छैन ल कसैले टेक्दिन मलाई म तिमीहरूलाई सुनाइदिन्छु हेर 2020 को मेरो खतरा के सुनाइदिन्छु कसैले टेक्दिन म छ ल लाइक साइड छाप्छु पाउनु पर्यो ल भनेको मान्दिन म कसैलाई टेक्दिन म कसैलाई टेक्दिन म भनेको मान्दिन म यसो त तान्दिन त अहिले फक्स साइन अहिले फक्स साइन होइन अहिले पान रे के दाम भएछ होइन अस्ति इज्जत गएको छ तिमीहरूको भाइको माया लाग्छ लाग्दैन ल भन्नु तिमीहरूको भाइको माया लाग्छ लाग्दैन तिमीहरूको फ्यामिलीको माया लाग्छ लाग्दैन अनि यो चाहिँ मेरो भाइ हो अनि मलाई यसो लास्ट माया लाग्छ बुझ्यो अनि दोस्रो चाहिँ मेरो भाइको होइन बुझेन युवान महत CR7 भन्ने युट्युब च्यानल छ होइन सबजनाले होइन पहिला तिमीले एउटा सुन सबले किङ बनी चिन्छ मलाई थग लाइफको मतलब छैन तिमीहरूको टप 5 को तेरो गोल भएको छैन हेर त अपसाइड हो कहिले भिक माग्दैन म लाइक सब्स्क्राइब को तर सुन यहाँ फ्यामिलीको कुरा आयो कसको कुरा आयो अनि फ्यामिलीको लागि जे पनि गर्नको लागि रेडी हुनुपर्छ हो किन अनि मेरो युवान भाइ CR7 को लागि चाहिँ सबजनाले गएर होइन त्यहाँ चाहिँ नोटिफिकेसन के बुझेन सब्स्क्राइब गर्ने अनि त्यसमा कुरेर बस्ने के त्यहाँ चाहिँ बिचमा मेरो अपडेट आउँछ के बुझ्यो बक अपडेट नहेर तिमीहरू ल है नाम के रे युवान महत नाम के रे ल फेरि एकचोटि नाम के रे होइन फेरि मलाई अल्छन् यस्तो गरिरहेको छ नि तर मेरो भाइ हो कि बुझेन अनि मलाई मेरो भाइको माया लाग्छ म मेरो भाइको लागि यहाँ 10-20 जनाको बलि चढाउनको लागि रेडी हो कि फेरि म बुझेन थाहा दिएको फेरि यिनीहरूलाई तिमीलाई थाहा दिएको मेरो पारा फेरि होइन बुझेन आफ्नो फ्यामिलीको लागि बुझेन बलि चढाउन रेडी हुनुपर्छ बुझेन गुणको बदला गुण हुन्छ खुनको बदला खुन हुन्छ बुझेन ल अब कुन के सुनिदियो ल म तिमीहरूलाई खोला गाह्रो बन्छु महरू ल के ल अब यसपछि अरू आर्टिस्टहरू पनि हुनुहुन्छ होइन जसजना पनि बबलाई सम्झिरहेको छ आई लभ यु होइन
आई लभ यु आई होप ब्रदर जोसँग खुबी छ त्यो मात्र स्टेज चढ्छ सक्यो जोसँग खुबी छ म के भने यार बुझ्दैन ल है अब ल मेरो लास्ट सङ्ग हो फेरि एकचोटि थोक फ्यामिली गीत गाउँ मिलेर गाउँ होइन अनि त्यसपछि म लाग्छु होइन लाइफ भनेको सम्झना राख्ने हो बब आएको थियो बब गयो भन्ने हुन्छ मलाई पनि भक्तपुरमा मेरो साथीहरू आउनु भएको थियो होइन ऱ्याप स्याप सुन्नुभयो जानुभयो भन्ने हुन्छ है ल लास्ट सङ प्ले गरौँ ल यो नै लाइफ हो क्या बुझेन सम्झना है लास्ट सङ है बबाले गर्छ है थक फ्यामिली थकहरू थक फ्यामिलीले तेरो पारा Let's go! Come in the house, Becky! 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 तपाईँलाई बिचमा दिने हो त के भन्नुपर्छ नाचा अब कसले भने तँलाई फेरि अर्कोचोटि भोट दिन्छु कसले भने तँलाई भोट माग्न आइन्छ खोलिदिन्छु मैले भने तँलाई शहीदको रगत चाहिँ यास्ता भयो नेता पाल्नु पर्यो रेमिटेन्स लिएर जीवन एक विदेशको आशमा भयो यदि नुन पाइदिए आफ्नै देशमा मलाई सुन चाहिँदैन लासाको र रोड र बिल्डिङको विकास छैन अब विकास चाहियो मानसिकताको 17 वर्षमा हातमा पासपोर्ट खरानी सपना शिक्षाको कानमा गुन्जा छ अझै पनि स्वर निर्मला बहिनीले चिच्चाको तर कसले सुन्दिने गरिबको आवाज कानुनको कानमा बित्था हो न त पार्टीको झोला बोके मैले न प्रहरीले ढुङ्गा हान्न सकेन रोजगार नै पाउन सकेन हाम्रो विदेशीमा बाध्य भए म देशमा भएको लुट तन्त्रले परदेशीहरू पर्दो रहेछ फर्किदिन फेरि भन्दा नि माटोले बोलाउँदै रहेछ हो मलाई देशको माया छ माया लाग्छ मलाई पेटको पनि हो परदेशी बन्थेन फल्दिए राम्रो खेतको बाली प्लिज जर्डन Thank you so much. Good job, that big company. Thank you so much. One more time, give it up for Mr. D, everybody. अहिले म मिस्टर डी भटाछु दादा हजुरले अहिले केही बोल्छुन्छ हो हाम्रो भाइको च्यानललाई चाहिँ सब्सक्राइब गर्नु पर्यो च्यानलको नाम चाहिँ CR7 हो फेरि रोनाल्डोको च्यानल गएर सब्सक्राइब नगर्नु हाम्रो युवान महत भाइको च्यानललाई सब्सक्राइब गर्नु पर्यो ल सबैजना सब्सक्राइब गरिदिनु होला यति भन्न चाहन्छु मेरो 2 शब्द यहीँनिर टुङ्गाउँछु अनि तिम्रो के छ भाइ आई लभ यु भनिदेऊ न ए आई लभ यु सो गाइज अब चाहिँ यो भ्लगको सकियो होइन त्यही भन्छु अनि मैले यो म सानो छु अहिले नै तर त्यो गरेकोमा मिस्टेक भयो नि सरी सानो छु सर्च चाहिँ आफै अपलोड गर्छु बाले भिडियो अपलोड गरिदिन्छ त्यही हो ल लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला बाई सो गाइज यो चाहिँ जीव दाइले मलाई ल्याइदिएको थियो त्यही त्यो कभर त खोले तर यो भित्र कस्तो छ हेरेँ होइन त्यही हेर्छु ओ के हो खोल ओ यताबाट खोल्छु ए तत्कालै सुधाइन्छ ओहो स्मेल सुन्नु ओहो कति मिठो राम्रै ल्याइदिनु भएको थ्याङ्क यू जीवक दाई तपाईँको गीत धेरै नै भाइरल होस् त्यही भन्न चाहन्छु कुन छ पर्फ्युम दुईटा भयो यो रोनाल्डो पर्फ्युम
यो त्यो दिन चाहिँ अलि विशेष राति भयो हुनाले हाम्रो युवान चाहिँ सुतिसकेको छ घडीको समयमा 11:45 भएको छ लाइफ इज अ जर्नी द जर्नी कन्टिन्युज जीवन यात्रा हो यात्रा जारी रहन्छ सी यू इन नेक्स्ट भिडियो बाई बाई थ्याङ्क यू